हेलो नमस्ते सबैजनालाई नमस्कार। हिजो शान्तिनगर गाउँपालिकामा 18औं अधिवेशन सुरु भएछ। 18औं अधिवेशनबाट विभिन्न क्षेत्रमा बजेट विनियोजन भएछ। त्यसै सम्बन्धी एउटा नयाँ कुरा रहेको छ। शान्तिनगर गाउँपालिकालाई सबै क्षेत्रको सूचना प्रवाह गर्नको लागि शान्तिनगर गाउँपालिकामा एउटा एफएम रेडियो खोल्ने भनेर करिब 10 लाख बजेट विनियोजन गरिएको रहेछ। तपाईलाई त्यो बुद्धा पढेर म सुनाउँछु। त्यहाँ माथि शीर्षक लेखेको छ, सार्वजनिक सेवा प्रवाह तथा प्रशासकीय सुधारको लागि भनेर एउटा माथि बुदा रहेछ। त्यो बुदामा चाहिँ 39औं बुदामा लेखेको छ कि शान्तिनगर गाउँपालिकाको सूचनालाई सबै गाउँवासीको घर घरमा सम्प्रेषण गर्न सामुदायिक एफएम रेडियो सञ्चालनका लागि रु 10 लाख बजेट विनियोजन गरेको छु भनेर यो चाहिँ हिजो भएको गाउँपालिकाको अधिवेशनबाट पारित गरिएको हो। तपाईलाई यस विषयमा के भन्नुहुन्छ? दाङ जिल्लामा करिब 15-16वटा एफएम रेडियो होलान् हैन? ती भाका एफएम रेडियोहरूले त आर्थिक भार ठेक्न नसकेर, विज्ञापनहरू नपाएर, अनि त्यसपछि कर्मचारीलाई समयमै तलब दिन नसकेर त ती एफएम रेडियोहरू बन्द हुने अवस्थामा छन्। अनि हाम्रो गाउँपालिकामा भने आज नयाँ एफएम खोल्ने, हे भगवान, हे हरे कृष्ण। अब के हुँदैछ यो नेपालमा? के होला? तपाईलाई के लाग्छ यस विषयमा? तपाईलाई के लाग्छ? के शान्तिनगर गाउँपालिकामा एफएम रेडियो खोल्न आवश्यक छ? यसले हामीलाई आर्थिक भार ठेक्छ या ठेक्दैन? तपाईलाई के लाग्छ? यो भन्दा बरु शान्तिनगर गाउँपालिकामा एउटा कुनै सानो उद्योग खोलौँ, करिब 50-60 जना मान्छेलाई रोजगार दिन सक्ने एउटा वडामा एउटा उद्योग स्थापना गरौँ हैन? त्यो गरेपछि भोलिका ती आर्थिक विपन्न परिवारहरूको जीवनस्तरलाई अगाडि बढाउने काम गरौँ है। एफएम रेडियो खोलेर सूचना प्रवाह अहिले सामाजिक सञ्जालमा फेसबुक, टिकटक, युट्युब है, अनि त्यसपछि अहिले इन्स्टाग्राम, इमो अनि अन्य एफएम रेडियो पनि त्यहाँबाट सूचना हामीले पाइसकेका छौँ। अब अरू सूचना के दिनु र? योभन्दा अरू तपाईलाई के लाग्छ? तपाईलाई कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै लाइक, कमेन्ट र सेयर गर्नु होला। र यस्तै भिडियो देख्नलाई चिताराम ओली फेसबुक प्रोफाइललाई फलो गर्नु होला र युट्युबबाट हेर्दै हुनुहुन्छ भने मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नु होला। धन्यवाद। तपाईलाई के लाग्छ? मनमा लागेको कुरा व्यक्त गर्नु होला।